Hello guys, welcome to my new vlog. Hello guys, आज चाहिँ मेरो तुलसीपुरदेखि रिमसम्मको यात्रा हो साथीहरू। आज चाहिँ बाटो खराब छ भनेर मैले दबाइरहेको थिएँ, तर बाटो राम्रै छ साथीहरू। आजभोलिको बर्खायाम पनि के भनेर बर्खाको सकिने बेला भइसक्यो। किन अब भदौ असोजको समयमा आजभोलि चाहिँ पानी धेरै नै परिरहेको छ साथीहरू। त्यही भएर बाहिर निस्केर आएर चाहिँ एकदम सोच विचार गरेर हिँड्नु होला साथीहरू। आजको भ्लग चाहिँ मेरो तुलसीपुरदेखि रिमसम्मको यात्रा हो साथीहरू। हेर्दै जानुहोस् कस्तो छ आफ्नो बाटो होइन। बाटोको साथसाथै अब मनोरञ्जन पनि गर्दै जाऊँ साथीहरू। आज चाहिँ म एक्लै छु, कोही पनि छैन यहाँ होइन। कुरो भन्नु सकिन्छ अब हिँड्दै रहौँ। गाई यो चाहिँ हाम्रो नुनपानी हो होइन। नुनपानी पहिरो यहाँनिर गएर हेर्नु साथीहरू। नुनपानीमा पहिरो गयो भने हिँड्ने रहेछ साथीहरू। राम्रोसित हेर्नुहोस् है साथीहरू, यही हो पहिरो गएको। अनि गाडी चाहिँ यताउति फसिरहेको छ साथीहरू। बाटो एकदम खराब छ क्या हो है। छिटो हेर्न जाउँ न। पहिरो गएर रहेछ यहाँ यसो रहेछ चाहिँ साथीहरू। हेर्नुहोस् है गाइज, अब चाहिँ हामी दाङ र सल्यानको सिमानामा छौँ अहिले चाहिँ। हामी चाहिँ अब चाहिँ कपुरकोट आउन लाग्यौँ। यहाँको दृश्य हेर्नुहोस् यस्तो छ हाम्रो साथीहरू। एकदम यता माथिबाट ढुङ्गा पुग्दा जस्तो छ, गाह्रो छ है गाइज। आज चाहिँ मेरो मोटो भ्लग अत्र हलाउँदैछ। अनि साथीहरू मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नुहोला साथीहरू। अनि बेल आइकनलाई आफ्नो पनि नबिर्सनुहोला साथीहरू है। अनि तपाईँहरूले जति सपोर्ट गर्दै जानुहुन्छ मलाई उति नै हौसला दिँदै जान्छ साथीहरू। आज चाहिँ हामी बिच बाटोमा आइसकेको छ साथीहरू। ट्याक्सी चलाएर एउटा सामान लिएर आएर चाहिँ हामीले अब बिच बाटो हाम्रो है के अब है बिच बाटो सकिसक्यो। अब चाहिँ साथीहरू हामी बङ्गुरतिर आइपुग्नु लाग्यो। अहिले चाहिँ धेरै छैन अब बस्दैछ बाटो केही बितिकै देखिन्न। अहिले चाहिँ 5:30 भइसक्यो छ, 5:30 भइसक्यो रहेछ साथीहरू। अझै लगभग 6:30मा पुग्छ कि साथीहरू। हेर्नु भाती स्वागत छ मजा कपुरकोटमा है। फर्कै गऱ्यौँ हामी कपुरकोट बजारमा। मलाई चाहिँ ट्याक्सीहरू कपुरकोट बजार प्रवेश गरेँ। अब चाहिँ कपुरकोटदेखि लगभग 1 घन्टा 1 घन्टा अब जानु पर्यो। बाटो
खासियत छ यहाँ चाहिँ। हामी चाहिँ मूलपानीदेखि तल आइसक्यो हामी चाहिँ साथीहरू। अहिले लेबर म चाहिँ दाङदेखि सल्यान दिनसम्मको यात्रा गरिरहेको छु अहिले चाहिँ साथीहरू। मैले जब यो मोटो भ्लगमा कस्तो लाग्छ कमेन्ट तलको कमेन्टमा चाहिँ गर्न नबिर्सिनु साथीहरू है। मलाई कमेन्ट तपाईँहरूले गरेपछि हौसला मिल्छ क्या साथीहरू। अब गरी नजिकै नजिक त के भन्दा आज यार जाडो छ यतातिर साथीहरू। 2 दिन पानी परेको जाडो राम्रै छ साथीहरू। जाने बाटोमा चाहिँ चिप्लिन्छ है साथीहरू। सेकेन्ड है साथीहरू, हामी आइपुग्यौँ। हामी यहाँदेखि जाने बेला दाहिने साइडतिर लाग्छौँ साथीहरू। यतातिर चाहिँ पिच भएको थिएन, अहिले चाहिँ पिच भइसक्यो। एकदम राम्रो एकदम गुड काम गरेछ यतातिर चाहिँ। यतातिर चाहिँ बाटो चाहिँ हुन्थ्यो, यहाँ चाहिँ एकदम राम्रो भइसक्यो साथीहरू। ल यो चाहिँ राम्रो काम गरेको साथीहरू। यहाँ चाहिँ पहिरो गएर चाहिँ राम्रो काम गरेन है साथीहरू। पुरा बाटो छ यतातिर। जाने बाटो मतलब अफरोड नै छ हाम्रो साथीहरू। आधा बाटो बिच रहेछ, आधा बाटो चाहिँ अफरोडै रहेछ है साथीहरू। जाने बाटो चाहिँ राम्रै छ साथीहरू। यस्तो मजाको सिन देखिरहेछ साथीहरू। र चाहिँ मेरो बाइक छ, स्टार्ट गरेर राखेको छु मैले चाहिँ होइन। अब चाहिँ लगभग आउन लागिसक्यौँ हामीलाई। हामी चाहिँ पारी गाउँतिर चाहिँ आज चाहिँ खुसी पाएन साथीहरू। पहिला पनि आएको काम चाहिँ त्यही पनि बिर्सेको कहिले आएको। यस्तो मजा देखेको छ, यस्तो काम पर्ला जस्तो गरेको छ। त्यो वनतिर पनि छ यतातिर साथीहरू। त्यही बाटो भएर आएको म चाहिँ फेरि उताबाट कभरबाट भएर यत्रै घुमेर है साथीहरू। यत्रै हुँदै गएर अहिले यहाँ आइपुगेको छु। एकछिन म पुग्छु ल। फाइनल्ली गाइज हामी आइपुग्न लागि अब धेरै टाढो छैन है साथीहरू। अब चाहिँ हामी दिनको नजिक नै आइसक्यौँ है। अब धेरै टाढो छैन, त्यहाँदेखि तलतिर लाग्नुपर्छ। दिन बजारमा चाहिँ आइपुग्नु साथीहरू। दिन बजार गाडी राखेको तलतिर जानुपर्छ। सानसानो पदार्थ त्यस्तो ठुलो चाहिँ सबैले त त्यस्तो ठुलो पदार्थ छैन, सानसानो है सानसानो पदार्थ छ। तलतिर लाग्छ हामी चाहिँ। तपाईँको टाढो छैन, नजिक आउन लागिसक्यौँ। काठमाडौँ बितिसक्यो। योदेखि चाहिँ हामी चाहिँ देब्रे साइडतिर लाग्छौँ क्या साथीहरू। यहाँदेखि देब्रे साइडतिर लाग्छौँ होइन। यही जस्तो लाग्छ, म भुलिसकेँ धेरै बनाएको बाटो अलिक खतरा रहेछ, डेन्जर रहेछ। देख्नुभयो होला साथीहरू, यो चाहिँ स्कुल हो, देख्नुभयो होला नि। एकदम मजाको छ यो स्कुल चाहिँ हाम्रो बुवाले पढ्नु भयो अरे स्कुलमा। 10 चाहिँ यहीँबाट दिनुभयो भन्नु चाहिँ साथीहरू। यो स्कुलको नाम पनि म पढेर सुनाउँछु है तपाईँहरूलाई। एकदम राम्रो भएको यस्तो ठाउँमा यस्तो राम्रो हुन्छ देखेर। हाम्रो स्कुलको नाम चाहिँ जीवन ज्योति नमुना माध्यमिक विद्यालय रहेछ साथीहरू।
चाहिँ मजाको खेती हुँदैछ यो चाहिँ यो ठाउँमा चाहिँ एकदम मजाको खेती हुँदैछ क्या वास्तै मजाको खेती हुँदैछ तर अहिले सबैलाई कुरो मेन यहाँको आम्दानी भनेकै कृषि नै रहेछ क्या साथीहरू मैले देखेँ अनुसार है साथीहरू लास्टै यता यहाँदेखि पुग्छित चाहिँ लास्टै जनताकै एउटा गान्धी सल्यानतिर कलकत्तातिर अनि पुगेर अनि उता तुलसीपुरतिर जाने यही ठाउँबाट है रिम्बीतिर देखाउँछ बाहिरतिर हामी धेरै टाढा छैन नजिक नजिकमा नजिक छ नजिक आउँदैछ त्यो खतम बनाएर चाहिँ त्यो चम्पै पछार्दै गरेर मेरो त हालत खराब भइसक्यो यहाँ हामीले धेरै जब चाहिँ कस्तो देख्या त कुनै मैले चाहिँ त्यस मोबाइल होल्डरसँगले भिडियो बनाएर चाहिँ अहिले चाहिँ साथीहरू कस्तो आएको छ भिडियो मलाई चाहिँ थाहा भएन म त सिधै बोल्ने मात्रै गरिरहेको छु त्यसमा होला दाजु साथीहरू कस्तो आएको भिडियो कमेन्ट गरिदिनु होला ल म आउन लागिसक्यो तलतकलाई है ओमशान्तिमै गएको लगभग हाम्रो चाहिँ सकिन लाग्यो है हामी चाहिँ भिडियोको लगभग अन्तिर आइसक्यौँ साथीहरू फेरि पनि म भन्दैछु मेरो भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अनि मिल्छ भने चाहिँ सेयर पनि गरिदिनु होला साथीहरू हामी चाहिँ यो तलको बाटो गयौँ तलको बाङ्लाको बाटोमा यसबाट फेरि हामी फेरि मुड्दैछौँ हामी चाहिँ अब आउन लागिसक्यो धेरै छैन अब यहाँबाट पनि देखिहाल्छ साथीहरू तर त्यही पनि अब यहाँ रात पर्नु लागिसक्यो फाइनली गाइज अब चाहिँ मेरो टार्गेट भन्ने हो कि मेरो चाहिँ स्टेसन आउन लागिसक्यो साथीहरू गाइज हामी स्टेसनमा आयौँ है गाइज आयौँ हामी ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय radio प्रशिक्षण केन्द्र उपशाखा रेम कल्याण पुरै खोल्नु के खै यता तान्नु त छिर्दै छिर्दैन पुरै खोल्नु त एउटा छिर्दैन र ल्याउनु थियो यो चाहिँ मसला आइपुगेँ यो चाहिँ ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय शाखा हो यो चाहिँ सल्यानको रिमको आजको भिडियो यति नै लाइक सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु दिनसम्मको यात्रा सफल भयो